2082 सालको विजय दशमीको यो टिकालाई यही उहाँहरूको तस्बिरहरू राखेर तस्बिरमा माल्य अर्पण गरेर हामी हाम्रो विजय दशमीको कार्यक्रमलाई अगाडि बढाउनेछौँ। र सर्वप्रथम त हाम्रो माझमा हुनुहुन्छ हाम्रा अग्रज आदरणीय बडी बुवा बलवीर रन्तेल जेठा, त्यसरी नै माइला रणबहादुर रन्तेल, साइला इन्द्रवीर रन्तेल, साइला रणबहादुर रन्तेल, काइला बुद्धिमान रन्तेल, त्यसरी नै कान्छा अलवीर रन्तेल, साथमा हामी उहाँहरूका छोरा नाति पनातिहरू समेत उपस्थित भएका छौँ। र अब भने हामीहरू उहाँहरूको नाममा 1 मिनेट मौन धारण गर्नेछौँ। र मौन धारणको समय हेरिदिनु हुनको लागि म दाजु सुदीपलाई अनुरोध गर्दछु। उहाँहरूको चाहिँ आशिष हामीलाई दिनुहुनेछ, उहाँ सोचमा भए पनि उहाँहरूले हामीलाई आशिष दिनुहुनेछ भन्ने धारणा राख्दैछु। त्यसमा फुलमाला लगाएर जेठो छोराले पनि फुलमाला लगाएर जेठो छोराले सबै उठ्नु, सबैजनाले ताली विशेष गरेर यता हेरेर बढौ ताली बजाइदिनु हुन अनुरोध गर्दछु। ल यता हेर्नु बढौ फोटो यसो लाग्यो त गरेर ल ल ल ल यसो हो त्यस्तो फोटो यसो हो त्यसो गरौँ न। सम्मान स्वरूप अब भने हामी आजको यो विजय दशमीको टीका सुरुवात गर्नेछौँ। र हामी विभिन्न धर्ममा विभिन्न उसमा रहे तापनि उहाँलाई हामी कहिले पनि भुल्ने छैनौँ। र आजको टीका ग्रहण कार्यक्रम पछाडि हामी दिउँसोको 2 बजे बाल क्लबको भवन जितबहादुर रन्तेल स्मृति प्रतिष्ठानको भवन सरसफाइ गरेर हामी यो दशैँभरि उहाँहरूको फोटो भवनभित्र राखेर दियो प्रज्वलन गरेर बिहान बेलुका धुप सल्काउने काम गर्नेछौँ। र यो कार्यक्रममा पनि तपाईँहरू सबैजना सहभागी भइदिनुको लागि म हार्दिक अनुरोध गर्दछौँ। जबसम्म दशैँको